नचम्काउनुहोस्, मुख नमिठाउनुहोस्। नेकपा एमालेको अध्यक्ष फेरि पनि केपी शर्मा ओली नै हो। केपी शर्मा ओली नै हो, कुनै शंका छैन यसमा। हामी सडकमा निस्कने छौं। हाम्रो पार्टीले हिजो देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको छ। उपत्यकाभित्र हामी 6 गते विशाल प्रदर्शन गर्दैछौं। हामी यहाँ सल्लाह गर्दैछौं। सम्भवतः आज हामीलाई प्राप्त भएको जिम्मा 5 गते बानेश्वरबाट माइतीघर मण्डलासम्म 20,000 युवाहरूलाई सडकमा लाल झण्डा फहराएर हामी युथ भोलिन्टियर फोर्सको घोषणा गर्नेछौं र केन्द्रीय कमान्डको घोषणा गर्नेछौं, विधानको घोषणा गर्नेछौं, तपाईलाई जानकारी दिनेछौं। हामी जनताको गिरेको मनोबललाई उठाउनेछौं जुरुक्कै। अनि ओरिजिनल जो जेनजी साथीहरू हुनुहुन्छ, ओरिजिनल जेनजी साथीहरूसँग हामी नियमित भेटघाट गरिरहेका छौं, नियमित छलफल गरिरहेका छौं। भ्रष्टाचार नियन्त्रण गर्ने तपाईको कुरा, सुशासन दिने तपाईको कुरा, सोशल मिडियामा तपाईको पहुँच नियमन गर्ने तपाईको कुरा, त्यसलाई हामी पूरा गर्न लाग्ने छौं। पार्टीको महाधिवेशनमा नीतिगत ढंगले जेएनजीका भावनाहरूलाई कहाँ सम्बोधन गर्न पर्ने हो, विधान महाधिवेशनमा हामीले धेरै विषय टुङ्ग्याएका छौं र पनि महाधिवेशन विधान महाधिवेशनभन्दा अगाडि हुने हुँदा तपाईहरुका सबै भावना हामी त्यहाँ समेट्छौं। आँखा नचम्काउनुहोस्, मुख नमिठाउनुहोस्। पोखरामा गर्ने भनेको महाधिवेशन हामी 27-28-29 गते काठमाडौँमा गर्दैछौं।